सम्पूर्णमा नमस्कार, जय घन्टी। नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रूपमा उदयमान भएको अर्थात् उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपालाई अब 82 यो फागुन 21 को निर्वाचनमा जनताले मतदान किन गर्ने? आफ्नै छोरी चेलीहरू, आफैले भोट दिएर गएका सांसदहरू, नेतागणहरू, आफैले जिताएर गएका नेतागणहरूबाट आफ्नै छोरी चेलीहरू असुरक्षित हुने, अन्याय अत्याचार व्यथित विसङ्गतिका विरुद्ध चर्को आवाजले बोल्न नपाइने, विभिन्न जातीय भेदभाव, लैङ्गिक, धार्मिकदेखि लिएर अन्य छुवाछुतहरूको चपेटामा बाँच्नुपर्ने, आफू मात्रै सर्व र समाजमा रहेका न्यून वर्ग, श्रमजीवी वर्गहरू केही पनि होइनन् भन्ने मानसिकता राखी श्रमजीवी वर्गहरूको श्रम शोषण गर्ने। के तपाईँ हामीले भोट दिएर पठाएका भोट दिएर कुर्सीमा राखेका नेतागणहरूबाट राखेको अपेक्षा यही हो? पक्कै पनि होइन। त्यसैले अब अन्याय अत्याचार व्यथिति विसङ्गति र हाम्री चेलीबेटीहरूको सुरक्षाका निम्ति समाजमा भएका न्यून वर्गहरूको आर्थिक उन्नति, उनीहरूको जीवनस्तर माथि उकास्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भइसकेको छ, राष्ट्रपा जन्मिसकेको छ। त्यसैले अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई आगामी फागुन 21 गते घण्टी चिन्हमा मतदान गर्न जरुरी छ। यो कुरा आम नागरिकहरूले बुझ्न जरुरी छ। कहीँ कतै कुनै पनि 1 रुपियाँको स्वार्थमा नपरी निस्वार्थपूर्ण भावनाले विगत लामो समयदेखि तपाईँकै गाउँ टोल समाजमा नेता भनिनेहरूले गरेका चर्चीकलाहरूलाई नजिकबाट निहालेर फेस टु फेस ऐनामा हेरेर उनीहरूका गतिविधिहरूलाई तपाईँले एकचोटिको निर्णायक मत लिनुहोला। धन्यवाद।